Hallelujah. Amen. Amen, baby. Are you enjoying your holiday? Yes. You wanna go here, uphill? Yes. Good girl. What are you doing, baby? What are you doing? Who gave you this? हाम्रो एक पानीको लागि हाम्रो बासस्थान वेल्स मिडल वेस्टमा यहाँ हाम्रो श्रीमती हुनुहुन्छ भारती आज के पकाउन आँटेको यहाँ उले के लाउँदैछ आज सिमी खाने रहेछन् बच्चा रुन थाल्यो साइलाको यो घडी चाहिँ स्पेशल छ किन भन्दाखेरि यो घडीमा चाहिँ मेरो डेट अफ बर्थ छ ल हेर्नुहोस् घडी किन्नु पर्ने तपाईँहरूलाई हामी अरू दृश्य देखाउने छौँ वेल्स मिडल वेस्ट घुमेको जेरान लिम्बू रेन राम्रो लाग्यो मलाई त स्पेसियस यत्रो Wait, let me ring. Go. हाम्रो मेरो डेट चाहिँ निक्ले लाग्छ बच्चाहरू कन्ट्रोल गर्दैछन् स्वादिन चाहिँ साह्रै डराइरहेछ अलिकति Guys, we're gonna go in a lake and we're gonna see, we're gonna swim, okay? What? Good, my lad, good. Is it hot? Which one is your best? Breaststroke or... Hi Colin Hi. say hi hi Let's look at like this. Oh my goodness. Like that. अर्कै आयो फेरि Ring, let nothing get in. Oh, this is... Oh, jumping Hey, you don't need to wear your top, man. It's not even sunny. we're gonna do it at night as well. Seven भयो तपाईको अलिक ट्रिकी के छ दिदी I got one. What? Uh, पढिला I got one अरे पढिला you guys can go first. I'm still thinking of how to say it. सादिक कता दसरा भन्छ यो ए धेरै बेर घप्टो भयो ल Uh-oh. ओ बुहारीको लुगा भेट लागेछ है Mathematician. Yes. Be quiet. You know something. Yeah, boy. Tara, he's confirming. B. Brand name. Pandora Prada. Animal name. आज सुन्दर बिहानी पहिलो दिन हाम्रो ब्रेकफास्ट यहाँ प्रिपरेसन हुँदैछ भारती के बनाएको यो टोस्ट अनि हाम्रो दिदी बहिनीहरूले चाहिँ यहाँ स्पोन्सर गर्नुभएको अरे उहाँहरूलाई यो लुगा यो त सेन्टोरिनीमा लाउने खालको जस्तै छ पोसिटानो कहाँबाट पाउनु भयो यस्तो लुगा यो चाहिँ अब के भन्छ हाम्रो जेठी दिदीले चाहिँ हामीलाई सबैजनालाई क्याप्टेन दिदीले दिनुभएको हजुर अब तपाईहरुलाई चाहिँ दाइले दिनुभयो कि भएन हैन वाह स्पोन्सर गर्ने महानुभाव उहाँ हुनुहुन्छ आमामामा नेपाली सकिरा नेपाली सकिरा ओ नेपाली सकिरा पछाडि तिमी यहाँ
उहाँहरूको यो ड्रेसै भइरहेछ अहिले यहाँ पैसा चाहिँ सायद यहाँ दाइको होला प्रयोग भएको चारजनाले यहाँ रमाइलो गरिरहनु भएको ए बाइ द वे एकजना मिस हुनुभएको छ काहीँ साइली बुहारी उहाँले पनि प्रोभाब्ली लाएर आउनुहुनेछ भन्ने आश गरेछौँ आजको दिनमा हाम्रो यो ब्रेकफास्ट अनि यता चाहिँ टेबल यहाँ रत्नले ब्रेडमा टोस्ट गर्दैछ टोस्ट ब्रेडमा चाहिँ यहाँ ज्यामहरू हाल्दैछ ल आज हाम्रो डे 2 फ्यामिली भिजिट मा हामी आज मिड वेल्समा छौँ र हामी हेफ्रोन फरेस्ट जाँदैछौँ त्यहाँ चाहिँ हाम्रो 10 किलोमिटर वक गर्नको लागि अनि हाम्रो यहाँ हाम्रो अगाडि चाहिँ लस्करे हाम्रो 3टा गाडी जेठा दाइको कान्छाको त्यसपछि साइलाको अनि यो चाहिँ अनि काइलाको गाडीमा हामी चाहिँ सरर हामी चाहिँ यो कन्ट्री साइडमा हामी जाँदैछौँ यहाँको ल्यान्डस्केपहरू चाहिँ तपाईँको स्विजरल्यान्ड जस्तै रहेछ रमाइलो खालको अनि यहाँ वरिपरिको दृश्यहरू चाहिँ एकदमै राम्रो खालको रहेछ हामी तपाईँहरूलाई त्यो ठाउँमा हेफ्रोन फरेस्टमा लगेर त्यहाँको केही दृश्यहरू फेरि देखाउँछ धन्यवाद हामी चाहिँ फरेस्ट गमको पार्किङ स्पेसमा आएका छौँ अब हामी यो फरेस्ट हेफ्रोन फरेस्ट यो एरियामा चाहिँ वक गर्ने यहाँको सुन्दर दृश्यलाई अवलोकन गर्दै माथि चढ्दै जाने हो डाँडा काँडा चढ्दै जाने हो यहाँ चाहिँ हामीले पार्किङ गरेका छौँ हाम्रो पार्किङ एरिया आज हाम्रो लन्च चाहिँ बनाएर ल्याएको छ आज हामी यहीँ नै लन्च गर्नेछौँ लन्चमा चाहिँ हाम्रो पुलाउ तरकारी जाता भनेको थिएन तर यो चाहिँ होइन भनेको थियो जराङ रेडी रेडी ल गेट रेडी यता हेर मलाई हेर सिधा अलि तिम्रो आँखा देऊ यहाँ सुरु भइसकेको छ पुलाउ अनि त्यसपछि चिकपिसको करी अनि त्यसपछि हाम्रो पर्लिन हाई पर्लिन से हाई अनि पर्लिनको ड्याडी इज इटिङ पर्लिनको बोजू हाई बोजू मिठो भयो होइन हाम्रो काइली भाइले बनाउनु भएको पुलाउ होममेड पुलाउ ऊ पनि चना करी यहाँ हाम्रो खाएर एकछिन खाएर हामी चाहिँ अब चढ्न लागेको पहाड सिट बेबी सिट चेयरमा सिट गर हामी चाहिँ यो हेफर फरेस्टको पार्किङमा आइसक्यौँ अनि यहाँ अब यहाँ माथि जान लागेको अनि यहाँ बस्ने ठाउँ पनि छ हाम्रो मम ड्याड यहाँ बसिराख्नु भएको छ रेडी हेर्नु भयो हिँड्नुपर्छ है 10 किलोमिटर 10 किलो त सक्दैन आमाले यहाँ आमा आराम गर्ने फुलहरू फुलेछ अब हामी माथि देखाउने छ तपाईँहरूलाई
पल्ली चढ्न सक्दैन पल्ली हेर्नु सक्छ तपाईहरु हामी चाहिँ हाम्रो टिमहरु आउँदै हुनुहुन्छ Water break. Water break, yes. No, Very nicely done. Oh, let's sit on the shade, Rain. It's so girly. Rain is thirsty. Rain, come. अब हामी वाटरफल आउन लागेका छौं यहाँ हाम्रो टिमहरु अगाडि जाँदै हुनुहुन्छ साह्रै लामो रहेछ बाटो तर हामी हार मान्ने छैनौं अगाडि बढ्ने छौं हिमालिना गो 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 बच्चाहरुदेखि लिएर वृद्ध बच्चाहरु सबैजना बुढो बालकहरु हामी जाँदैछौँ माथि वाटरफल Heffron Mountain को waterfall. We finally made it. We finally made it. Heffron waterfall. हामी आइसकेका छौं. Come on. Yay! So this is the Heffron waterfall in Mid Wales. Mid Wales. हेरेर त्यस्तो देखिन्छ एफ्रोनको वाटरफल अनि स्विमिङ खेल्ने ठाउँ त्यसपछि यहाँ सानो स्विमिङ पुल all the way waterfall अनि ओके हामी ब्याक टु होम हाम्रो आजको सेकेन्ड डेको भिजिट हामी के परे हे फिभर के भन्नु न छिटो एफ्रोन फरेस्ट गएर आएको अनि अब हामीलाई अलिक गर्मी भयो त्यही भएर यहाँ चाहिँ हाम्रो माछा लाते देखाइदियो नि हाम्रो चेस खाउ त कस्तो छ भन्न त रियाक्सन दियो त यसको कस्तो हो किनेको भन्दा त मिठो छ होला है त्यो क्यारामलाइज आइटम हाम्रो यहाँ परी लिटल एन्जल दाइले चाहिँ माछा पिस्टाच्यु आइसक्रिम विथ के हो त्यो कफी हो त्यो कफी हो कि के हो त्यो चिया आमाले चाहिँ कफी खाँदै हुनुहुन्छ अनि आलु पनि चोर्दै हुनुहुन्छ त्यहाँ त्यो उको लागि तरकारीलाई है फेरि अनि हाम्रो छोरी हाम्रो शान्तिमाया उठेर रुँदैछ बाउलाई दुःख दिँदैछ बेलुकी हामीले पुरी खाने निर्णय गरेका छौँ पुरीमा हुनुहुन्छ हेड सेफ मेनुका लिङ्गदेन हुक्पा चोङबाङ एसिस्टेन्टमा उर्मिला मगर हुक्पा चोङबाङ अनि यो
यो सेफको ड्रेस हो पोसिटानोबाट बोलाएको थियो त पोसिटानोबाट आउनुभएको तपाईँहरू पोसिटानो Positano? Positano? म त Positano. Positapo भन्ने सुनेको मैले पनि पोसिटानो Positano. पोसिटानो क्यारामेलको इङ्ग्लिस चाहिँ कहाँको होला म पनि Positano हो कि के भन्नु यो सेफलाई त देखेँ यस्तो लाग्यो कता कता नाम के होला यो सेफको आमा ठिक मान्छे अनुसारको काम पनि पाएको रहेछ हाम्रो सेफले बेल्ने ल हेर्नुहोस् यहाँ फुलेको वाउ दिस इज अ लार्ज एक्स्ट्रा लार्ज साइज है वाउ नाइस सेफ all the way from Positano and